तँलाई यो गाउँमा बस्ने अधिकार छैन। कसको छोरी चेली उठाएर लिएर आएको खुर्कन गाउँ छोडेर गइहाल। कता हुनुहुन्छ? यता हुनुहुँदैछ। हेलो, नमस्ते 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 नमस्ते। उहाँ चाहिँ वकिल साहब कानुनी बिहे गराउन आउनुभयो। हजुर हजुर। ल सबै कुरा रेडी भएको भए त प्रक्रिया अगाडि बढाउँ न। केटा केटी दुवै तर्फबाट मैले फाइल रेडी गरेर ल्याइसकेँ। अब प्रक्रिया अगाडि बढ्नु त हुन्थ्यो वकिल साहब, तर हाम्रो दुखिया साहबलाई मेरो कुरा चित्तै बुझेन रे। ए मुखिया साहबलाई। ए मुखिया साहब, तपाईँले के चित्त बुझेन? के हुनु नि? केटी कुन जातको कुन धर्मको हो त्यतिकै गाउँ छिराउन पाइन्छ? हेत्तिरका मुखिया साहब, अहिले एआईको जमानामा आएर पनि रेडियो एफएम बेला यस्तो कुरा नगर्नु न। तपाईँ जतिको मान्छे त सोच बदल्नु पर्यो के, समाज आफै बदलिन्छ। त्यो त ठिकै छ, तर सोच परिवर्तन भन्दैमा अर्काको बुढी उठाएर लिएर आएछ यसले। ए दुखिया साहब, उहाँको कानुनी बिहे भएको छैन है, त्यही भएर ल्याएको मैले। हो र, त्यसमै त भइगयो नि। कानुनी विवाह नगरेसम्म 10 वटा बिहे गरे पनि मान्यता प्राप्त हुँदैन। परिस्थितिको अनुसार उहाँको बुढा आउनुभन्दा अगाडि तपाईँ साइन गरेर आफ्नो काम सकाएर मेरो फी निकाल्नु त। फी निकाल्नु त। कलम यही शुभ विवाह। अब साइन गरेपछि भइहाल्यो नि। तपाईँ हेर्नु न, यो साइन त चिने चिने त लाग्यो। अब उहाँको अनुहार मिल्छ? किन नमिल्नु नि? सुन्नुहोस् न, उहाँलाई फेस देखाइदिनु पर्यो अरे। हजुर, के भयो वकिल साहब? यो त मेरै बुढी हो त। यो त मेरै बुढी हो त। परिस्थितिको अनुसार उहाँको बुढा आउनुभन्दा अगाडि तपाईँ साइन गरेर आफ्नो काम सकाएर मेरो फी निकाल्नु त। आफ्नै बुढीको बिहा आफ्नै हातले गरिदिनु पर्यो यार। आफ्नै बुढीको बिहा आफ्नै हातले गरिदिनु पर्यो यार। अनि आफ्नै बेता दर्ता गर्नुपर्छ नि वकिल साहब, तपाईँ पनि भेरी अनप्रोफेसनल यार। मेरो बिहे दर्ता गर्नु म कहाँ जाउँ? यसो गर्नुहोस्, तपाईँ चाहिँ इजी म्यानेजमेन्ट सर्भिसलाई सम्पर्क गरेर तुरुन्त आफ्नो बिहे दर्ता गरिहाल्नुहोस्। अब कोसँग बिहे दर्ता गर्नु? तैसँग गरे त नि। वकिल साहबको त्यस्तो समस्या छ है। ल जान तपाईँहरू पनि वकिल साहब जस्तै बिहे गरेर बिहे दर्ता नगरिकन बस्नु भएको छ या कानुनी बिहे गर्ने तयारीमा हुनुहुन्छ भने तुरुन्तै इजी म्यानेजमेन्ट सर्भिसेसलाई सम्झिनु होला। उहाँहरूले अरू के काम गर्नुहुन्छ यो भिडियो हेर्नुहोस् है त। हजुर, यदि तपाईँहरू पनि कोर्ट म्यारेज गर्न खोजिरहनु भएको छ भने इजी म्यानेजमेन्ट सर्भिसेसलाई सम्झिनु होला। लिगल प्रोसेस र डकुमेन्टेसनलाई इजी र ह्यासल फ्री बनाउन यो टिमले डकुमेन्ट असिस्टदेखि स्टेप बाई स्टेप फुल गाइडेन्स र सपोर्ट प्रोभाइड गर्दछ। 150 भन्दा बढी सक्सेसफुल म्यारेज कन्डक्ट गरिसक्नु भएको उहाँहरूले स्टुडेन्ट भिजा र डिपेन्डेन्ट भिजाको लागि पनि डकुमेन्टेसन गाइडेन्स गर्नुहुन्छ।